सो गाइज हेर्नु सक्नुहुनेछ यो चाहिँ हामी टक्क हिँड्दै हिँड्दै जानुपर्ने हुन्छ होइन यो बाटोमा चाहिँ टक्क ल्याउसेउ लागेर छ कि फेरि अलिक गिटी खालको होइन अनि यहाँ चाहिँ हाम्रो भान्जा हुनुहुन्छ अनि टक्क हामी जाने क्रममा हेर्नु सक्नुहुनेछ यो 6-7वटा खिड्की उकालो चढ्नुपर्छ अनि यहाँबाट टर्न गर्नुपर्छ बाटो फेरि टर्न गर्ने अनि यहाँबाट फेरि टर्न गर्ने अनि देख्न सक्नुहुनेछ अगाडि टक्क बाइकहरू पार्किङ राखिरहेको हल्का अनि यहाँबाट चाहिँ फेरि टर्न बाटो मोड्नुपर्ने हुन्छ है यस्तो जानुपर्ने हुन्छ हेर्नु सक्नुहुनेछ साथीहरू हामी चाहिँ यहाँ आइसक्यौँ होइन अनि यहाँ आइपुगेपछि टक्क यहाँबाट अलिकति थोरै उतापट्टि मोड्नुपर्ने हुन्छ अनि मेरो रुम चाहिँ ट्याक्क देख्न सक्नुहुनेछ धन्यवाद मेरो घर चाहिँ यो हो भन्ने दिन कहिले आउला है साथीहरू आई एम वेटिङ फर यु आई एम वेटिङ फर डेज थ्याङ्क यू सो मच गाइज